सबैलाई नमस्कार। आज फेरि तपाईहरुको अगाडि एउटा नयाँ भिडियो लिएर आएको छु है र तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। र आज चाहिँ म यो मेरो भेरिगेटेड मोन्स्टेराको कटिङ गर्न गइरहेको छु है र जुन भिडियो चाहिँ तपाईहरुलाई शेयर गर्न मन लागेर तपाईहरुको अगाडि शेयर गरिरहेको छु र तपाईहरुले यस भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला है। र यो तपाईहरुले देखिरहनु भएको यो प्लान्ट चाहिँ मेरो 1.5 वर्ष पुरानो प्लान्ट हो, जसलाई चाहिँ मैले यसको मदर प्लान्टबाट यसरी नै कटिङ गरेर सारेको थिएँ है। यो तपाईहरुले जुन चाहिँ देखिरहनु भएको यसलाई चाहिँ मैले लास्ट इयर कटिङ गरेको थिएँ है। र कटिङ गर्नुको मेन फाइदा चाहिँ यो अलिकति बुशी भएर आउँछ मुनिबाटै र प्लस यसको स्टेमको पनि थिकनेस अलिकति बढ्ने भएको कारणले गर्दा चाहिँ आफ्टर कटिङ यो प्लान्टले हामीलाई राम्रो रिजल्ट दिने गर्दछ है। र यो तपाईले देखिरहनु भएको चाहिँ मेरो अहिले कटिङ गर्दा चाहिने सामानहरु हो, जसमा चाहिँ एउटा सिजर र एलोभेरा छ है। र यो एलोभेरा चाहिँ आफ्टर कटिङ त्यो कट भएको जग्गामा लाउनु पर्ने हुन्छ है, जसले गर्दा चाहिँ यसले यसको स्टेममा फंगसहरु हुन दिदैन है। र यो जुन चाहिँ सिजर छ यो सिजरको रिप्लेसमा चाहिँ तपाईले ब्लेडहरु पनि युज गर्न सक्नुहुन्छ है। तर यो तपाईले जे पनि युज गर्नु अगाडि चाहिँ यसरी सेनिटाइज गरेर मात्र युज गर्नुपर्ने हुन्छ, कारण यो मोन्स्टेराको यो स्टेम अलिकति डेलिकेट हुन्छ है, फंगसहरुले छिटो अट्याक गर्ने भएको कारणले गर्दा तपाईले अलिकति अगाडि नै प्रिकसन गर्नुभयो भने चाहिँ धेरै राम्रो हो है। र यो तपाईले मोन्स्टेराको यो स्टेममा यसरी रुट निस्केको हुन्छ है र यसमा 3टा रुट छ भनेपछि यसको 3टा टुक्रा निस्किन्छ है। र अब यसलाई हामी कटिङ गर्न गइरहेको छौं। र यो प्लान्टको कटिङ भइसकेको छ है। र आफ्टर कटिङ चाहिँ हामीले यसको माथिको जुन चाहिँ स्टेम छ कट भएको जग्गामा चाहिँ यसरी हामीले एलोभेरा लगाएर यसलाई छोड्दिनु पर्ने हुन्छ है। र अब यसलाई यतिकै छोडेर है हामीले आफ्टर 2 मन्थ्स यसबाट टुसाहरू निस्किनु थाल्छ, जसरी तपाईले देखिरहनु भएको छ। यो मैले लास्ट इयर गरेको कटिङ हो है। यसरी नै त्यो अर्को प्लान्टबाट पनि टुसाहरू निस्किन थाल्छ है। र यो चाहिँ यसबाट 3टा रुट निस्केको छ है। र यसलाई हामीले अब 3टा कटिङ हुन्छ यहाँबाट। तपाईहरुले कट गर्दा चाहिँ त्यो रुटलाई ध्यान गर्नुपर्ने हुन्छ। रुटदेखि मुनि चाहिँ तपाईहरुको 1 कैंची भन्दा जति लामो राख्दा पनि हो, तर तपाईहरुले 1 कैंची भन्दा छोटो चाहिँ राख्नु मिलेन है। यसरी तपाईहरुले यहाँनिर रुटको यतिमा चाहिँ तपाईहरुले कटिङ गर्नुपर्ने हुन्छ है। र यहाँ तपाईहरुले देखिरहनु भएको छ यो चाहिँ यसको आफ्टर कटिङ है, यसको 3टा कटिङ निस्केको छ। यसरी तपाईहरुले यहाँनिर लिफ कम्पोस्टमा यसलाई गाड्दिनु पर्ने हुन्छ है। गाडेर तपाईको अब यो विदिन 3 to 4 मन्थ्समा यहाँबाट पनि टुसाहरू निस्केर आउने गर्दछ है। र तपाईहरुले यो जुन चाहिँ कम्पोस्टमा हाल्नु अगाडि तपाईले यसमा फेरि यसको चाहिँ दुईपट्टि नै मुनि गाड्नेपट्टि पनि र माथि पनि तपाईले एलोभेरा हालेर तपाईले यसलाई गमलामा हालेर छोड्दिनु पर्ने हुन्छ है। र यो तपाईहरुले कटिङलाई गमलामा हाल्नु बित्तिकै यसमा पानी हाल्नु मिल्दैन। आफ्टर 2 डेज मात्र तपाईहरुले पानीको युज गर्नु होला, कारण पानी हालिहाल्नु भयो भने चाहिँ यसको कुने चान्सेस बढेर जान्छ है। र आजलाई तपाईहरुको अगाडिबाट म बिदा लिन चाहन्छु है। र तपाईहरुले यो मेरो भिडियो मन पराउनु भयो भने काइन्डली तपाईहरुले लाइक, शेयर, सब्स्क्राइब गरिदिनु होला है। र कमेन्ट पनि गरिदिनु होला।